ल सबैलाई नमस्ते, गुड इभिनिङ। अब क्लास सुरु गरौँ है। अब क्लास स्टार्ट गरौँ। हामीले ऐकिक नियमको टपिक पढ्दैछौँ। त्यो टपिक लामो टपिक भएको हुनाले अलिक टाइम लागिरहेछ। आज त्यो पाठ सकिएपछि हामी अर्को नयाँ टपिकमा जान्छौँ। यो पाठलाई हामीले सक्ने काम गरौँ पहिला। यो कति नम्बरसम्म हामीले गरेका थियौँ हेर्नुहोस् त यहाँ। हामीले कति नम्बरसम्म गरेका थियौँ त यहाँ? 28, 27 नम्बरसम्म गरेका थियौँ। 27 को यो गरिएको थियो। अब यो 28 गर्नको लागि दिएको थियो। 28 नम्बर गरिदिनु पर्यो पनि भन्नुभयो होइन? हजुरबाट यो टपिक मजाले दिने भन्नुभयो, धन्यवाद। यो टपिक बिस्तारै पढाएको कारण पनि त्यो होला। 27 सी गरिदिनु भन्नु। 27 सी के थियो? कसैले मलाई यहाँ फोटो पठाउन मिल्छ? 27 सी के थियो? यहाँ मेरो स्क्रिनमा चाहिँ छैन 27 सी क्वेसन के हो भन्ने। अनि गर्नु पर्यो गरौँला। 27 सी 28 हेर्नुहोस् यहाँ। यसको कति निकाल्नु भयो एन्सर? एउटा ट्याङ्की पाइप एम र एनले क्रमशः 8 घन्टा र 10 घन्टामा भर्न सक्छन्। यी दुवै पाइपसँगै एउटा पानी फाल्ने पाइप पी खोलेमा सो ट्याङ्की 6 होल 6/19 घन्टामा खाली 6 होल 6/19 घन्टामा भरिन्छ भने खाली गर्ने पाइप पीले कति घन्टामा पुरै ट्याङ्की रित्याउन सक्छ? कति घन्टामा पुरै ट्याङ्की रित्याउन सक्छ? अब यो प्रश्नमा के गरी गर्नुपर्ने हुन्छ विचार गर्नु है। सुरुमा यहाँले भर्नेलाई प्लस खाली गर्नेलाई माइनस, त्यति कन्सेप्ट हामीलाई क्लियर छ। पहिले यहाँ भनेर लेखेपछि पाइप एमले कुन पाइपले? पाइप एमले 8 घन्टामा एक ट्याङ्की भर्छ। 8 घन्टामा एक ट्याङ्की भर्छ भनेर लेखिन्छ। के भनेर लेखिन्छ अरे? एक ट्याङ्की भर्छ भनेर लेखिन्छ। अब 1 घन्टाको निकाल्नु पर्छ। यसमा के गर्नुपर्ने हुन्छ? अब यहाँ पाइप एमले 1 घन्टामा भनेर निकाल्नुपर्छ। पाइप एमले कति घन्टामा? पाइप एमले 1 घन्टामा कति भर्छ भनेर निकाल्नुपर्ने हुन्छ। पाइप एमले 1 घन्टामा 1/8 ट्याङ्की भर्छ। यति भइसकेपछि अब के गर्नुपर्ने छ त? अर्को पनि भर्ने पाइप छ, त्यसलाई पनि लेख्ने। पाइप एनको पनि कुरा गरौँ। पाइप एनले कति घन्टा भने प्रश्नले हामीलाई 10 घन्टामा एक ट्याङ्की भर्छ। कति घन्टामा? 10 घन्टामा एक ट्याङ्की भर्छ। यति लेखेपछि यसको पनि 1 घन्टाको निकाल्नुपर्छ। पाइप एनले 1 घन्टामा 1/10 ट्याङ्की भर्छ। यदि भइसकेपछि अर्को खाली गर्नेको पनि निकाल्नुपर्छ। खाली गर्नेको पनि पाइप पी भनेर नाम दिएछ यसले। पाइप पीले कति त? x घन्टामा भन्नु नि। पाइप पीले x घन्टामा एक ट्याङ्की खाली गर्छ। एक ट्याङ्की भर्छ होइन कि एक ट्याङ्की खाली गर्छ। के गर्छ? एक ट्याङ्की खाली गर्छ। अब यसको पनि 1 घन्टाको निकाल्नु पर्यो। पाइप पीले 1 घन्टामा 1/x ट्याङ्की खाली गर्छ। यतिसम्म त गरियो। ठ्याक्कै समय र कार्यकै जस्तो तरिका भनेर भनेको थियो नि हामीले होइन? ठ्याक्कै समय र कार्यको तरिका भनेर। अब के गर्नुपर्छ? अब के लेखिन्छ? पाइप एम प्लस एन माइनस पीले 1 घन्टामा पाइप एम प्लस एन माइनस पीले 1 घन्टामा 1/8 प्लस 1/10 माइनस 1/x ट्याङ्की भर्छन् भन्ने भयो। कति ट्याङ्की भर्छन्? यति ट्याङ्की भर्छ। अब त्यसपछि के दिएको छ? तिनैवटा पाइपलाई एकैसाथ खोल्दाखेरि 6 होल 6/19 घन्टामा भरिन्छ भनेको छ। यहाँ लेख्नुहुन्छ पाइप एम प्लस एन माइनस पीले 19 छक्का 120 प्लस 6 120/19 घन्टामा एक ट्याङ्की भर्छ। 120/19 घन्टामा एक ट्याङ्की भर्छ। कति ट्याङ्की? एक ट्याङ्की भर्छ। यति कुरा नि लेखियो होइन? कति भन्यो त यहाँ? पाइप एम प्लस एन माइनस पीले 19 छक्का 114 प्लस 6 भनेको 120/19 घन्टामा एक ट्याङ्की भर्छन्। अनि के गर्ने यहाँ? पाइप एम प्लस एनले 1 घन्टामा
1/120 बाई के हो भने 19/120 ट्याङ्की भर्छन् भन्ने भयो। अब के गर्न पाइयो भने यो भनेको पनि तिनैवटा पाइपलाई 1 घण्टासम्म खोल्दा भरिने भाग र यो भनेको पनि तिनैवटा पाइपलाई एकैसाथ खोल्दा भरिने भाग। दुईटालाई इजी कस्तो गर्न पाइन्छ 1/8 प्लस 1/10 माइनस 1/x इक्वल 19/20। अब त्यो 19/20 लाई अगाडि ल्याएर माइनस गर्ने 19/120 लाई अगाडि ल्याएर माइनस गर्ने इक्वल टु 1/x पछाडि गएर प्लस भयो। अब यो तिनैवटाको एलसिएम कति आउँछ 120 नै आउँछ। यसलाई 120 बनाउन 15 चाहियो प्लस 12 चाहियो माइनस कति चाहिन्छ केही पनि चाहिँदैन 19 मात्रै लेख्छु इक्वल टु 1/x 15 प्लस 12 27 27 माइनस 19 ले कति भयो त हेर्नुहोस् त 15 प्लस 12 ले 27 27 माइनस 19 ले कति भयो 8 बाई त्यति हो 8/120 जस्तो लाग्छ 8/120 8/120 इक्वल टु 1/x फेरि 8ले यसलाई काट्दा 1/15 इक्वल टु 1/x यहाँ क्रस गुणन गरेपछि x इक्वल टु देयरफोर x इक्वल टु 15 भन्ने आयो x इक्वल टु 15 आउनुको मतलब 15 घण्टामा पुरै ट्याङ्की खाली रित्याउँछ देयरफोर पाइप पीले 15 घण्टामा पाइप पीले पुरै ट्याङ्की 15 घण्टामा रित्याउँछ पाइप पीले पुरै ट्याङ्की 15 घण्टामा रित्याउन सक्छ 15 घण्टामा रित्याउन सक्छ कति घण्टामा रित्याउन सक्छ 15 घण्टामा रित्याउन सक्छ कुरो क्लियर छ नि है एकपटक विचार गरौँ केही नबुझेको भए सुन्नुहोस् त्यही त 27C गरिदिनुहोस् त भन्नुभयो कसैले मलाई फोटो पठाउनु न त्यो क्वेसनको स्क्रिनसट लिनु भएको थियो भने फोटो पठाउनु मिल्दैन मसँग छैन यहाँ मेटिसकिएको छ कि 27C भन्दा कहीँ पनि छैन मसँग त्यही भएर पठाइदिनुहोस् यो बुझिएको छ के गरेको पाइप एमले 8 घण्टामा भर्छ एनले 10 घण्टामा दुवै पाइपसँगै अर्को पानी फाल्ने पाइप पी पनि खोलेमा त्यति घण्टामा भरिन्छ पाइप पीले कति घण्टामा पुरै ट्याङ्की रित्याउन सक्छ पाइप एमले 1 घण्टाको निकाल्यो एनले 1 घण्टामा भर्ने भाग निकाल्यो अनि पाइप पीले x घण्टामा एक ट्याङ्की खाली गर्छ भनेर लेख्यो 1 घण्टामा 1/x पाइप एम प्लस एन माइनस पीले 1 घण्टामा 1/8 प्लस 1/10 माइनस 1/x ट्याङ्की भर्छन् भने त्यति भएपछि पाइप एम प्लस एन माइनस पीले 19 छक्का 114 प्लस 6 120/19 घण्टामा एक ट्याङ्की भर्छन् 1 घण्टामा 19/120 ट्याङ्की भर्छन् अब के गरियो यो भनेको पनि तिनैवटा पाइपलाई 1 घण्टासम्म खोल्दा भरिने भाग बराबर त्यो पनि त्यही बराबर भाग अनि यो 19/120 लाई अगाडि ल्याएर माइनस भयो यो पछाडि गएर प्लस भयो तिनैवटाको एलसिएम 120 यसलाई 120 बनाउन 15 चाहियो 12 चाहियो 19 मात्रै भयो यो 12 र 15 जोड्दा 27 बाट 19 जोड्दा 8 8/120 भनेपछि 1/15 र x को मान आयो x इक्वल टु 15 र त्यही नै एन्सर है त त्यही नै एन्सर भयो ल अब अर्को प्रश्न यस्तै खालको मैले एउटा दिएँ हेर्नु त तपाईहरुलाई 27 पछि पढ्नु छ यहाँ तपाईले क्वेशन पठाउनु भयो म हेर्छु यो क्वेशन हेर्छु भर्खर के छ म स्क्रिन शेयर पनि गरेको तपाईँलाई पठाउँछु प्रश्न कस्तो थियो भनेर स्क्रिन शेयर गरेर बस्छु है त स्क्रिन शेयर फलो नगर्नु 15 नम्बर क्वेसन हेर्नु चाहिँ के हो उल्टो भयो लेखेरै पठाउनु भयो ल कसले यो 15 नम्बर देखिँदैछ पाइप पी र क्यूले के भनेको छ पाइप पी र क्यूले कुनै ट्याङ्की क्रमशः 40 मिनट र 80 मिनटमा भर्न सक्छ पाइप पी र क्यूले कुनै ट्याङ्की क्रमशः 40 मिनटमा र 80 मिनटमा भर्न सक्छन्
भने पाइपहरूले पुरै ट्याङ्की खाली गर्न चाहिँ 60 मिनट लगाउँछ। पी र क्यूलाई क्रमशः 10 मिनट र 24 मिनट खोलेर बन्द गरियो। त्यसपछि पाइप आरलाई 32 मिनट खोलेर बन्द गरियो। सो ट्याङ्कीमा कति भाग गरिन्छ भने सो ट्याङ्कीमा कति भाग गरिन्छ निस्केन र सजिलो थियो भने अब त किन निकाल्नु भयो? के गर्नुभयो त खै? रफ पनि त्यही गर्नुभयो। कति निकाल्नु भयो एन्सर चाहिँ? 7/20 निकाल्नु भएको छ, निकाल्नु भयो एन्सर 19/120 कसरी भनेर सोध्नुपर्छ अघिको प्रश्न। ल यसलाई गरौँला पाउँछ है 27 भन्नु। 27 को गरौँला पाउँछ। यो 19/120 कसरी भने 19 इन्टु 6 19 इन्टु 6 प्लस 6 गर्नुपर्ने हो नि त। तपाईँलाई यो 2/3/5 भनेको 5 दुना 10 प्लस 3ले 13/5 लेख्नुहुन्छ कि लेख्नुहुन्न? 5 दुना 10 प्लस 3ले 13/5 लेख्नुहुन्थ्यो। हो यहाँ पनि त्यही हो। 19 र 120 प्लस 6ले 120 भाग्यो 120/19 भयो। अनि 1 घन्टामा निकाल्नलाई 1 घन्टाको निकाल्दाखेरि 1/120/19 भएपछि 19 माथि जान्छ कि, त्यही भएर 1 घन्टामा 19/120 भन्ने आएको हो। 1 घन्टामा त्यति आएको होइन। यस्तो एउटा तपाईँलाई पनि लेखिदिउँ। ल 28B भनेर लेखौँ त यहाँबाट। त्यसो भए के हुन्छ, यो होमवर्क दिएको थियो लेख्नु पर्दैन, गर्नुहुन्छ। 29 मा जाउँ अनि 27C गर्नुलाई। 29 हेर्नुहोस्, कुनै ट्याङ्की भर्न पाइप पीलाई 45 मिनट र क्यूलाई 1 घन्टा लाग्छ। पाइप सीले पुरै ट्याङ्की 90 मिनटमा खाली गर्न सक्छ। सबै पाइपहरू एकैसाथ 12 मिनटसम्म खोलेमा 10,800 लिटर क्षमताको सो ट्याङ्कीमा कति लिटर पानी बग्यो? अब यसको एन्सर मात्रै निकाल्न चाहिँ कसरी गर्नुहुन्थ्यो? पाइप पीले 1 मिनटमा भर्ने भाग 1/45 प्लस 1/60 क्यूले भर्ने भाग के अरे, अनि सीले चाहिँ के हो त, पाइप सीले चाहिँ 90 मिनटमा भनेपछि 1/90 भाग। तीनवटै पाइपलाई एकैसाथ 1 मिनटसम्म खुल्ला गर्दा भरिने भाग। तर कति मिनटसम्म लगाएको छ? 12 मिनटसम्म। इन्टु कति मध्येको? 10,800 मध्येको। एन्सर चाहिँ त्यसको आइहाल्छ। पढ्नुहोस् है, 27C भनेर लेखालेखी गर्नु। 27C पढ्नुहोस्, गरौँ। अब यिनीहरूको एलसिएम कति आउँथ्यो त? 180 आउँथ्यो। एन्सर त बनिहाल्थ्यो। 180 आउँछ। यसलाई 180 बनाउन 4 प्लस 180 बनाउन 3 माइनस 180 बनाउन 2 इन्टु 12 इन्टु 10,000। 0 र 0 वटा काट्ने, 18 6 का 108 छ, 6 0 60। अब 7 प्लस 3ले 7 माइनस 2ले 5 इन्टु 12 इन्टु 60। 12 पंजे 60 इन्टु 60 होइन, 3600 लिटर एन्सर त भइगयो। एन्सर चाहिँ यति हो। अब सल्भ गर्दा हामीले के गर्नु पर्यो? सबै ल्याङ्ग्वेज लेख्नु पर्यो, भाषा लेख्नु पर्यो। पाइप पीले 1 मिनटमा भर्ने भाग प्लस क्यूले 1 मिनटमा भर्ने भाग, यी दुईटाले भर्दै गएको पानीलाई सीले चाहिँ के गर्दै जान्छ? प्रत्येक 1 मिनटमा 1/90 भाग खाली गर्दै जान्छ। यो तीनैवटा पाइपलाई 1 मिनटसम्म खुल्ला गर्दा भरिने केस इन्टु 12 मिनटको इन्टु 12 गरियो। यो भरिने भाग कति मध्येको? 10,800 मध्ये। ल सल्भ गरौँ ल्याङ्ग्वेज बनाएर। सुरुमा यहाँ भन्ने पाइप पीले कति हो त? यहाँ पाइप पीले 45 मिनटमा एक ट्याङ्की भर्छ। पाइप पीले 1 मिनटमा 1/45 ट्याङ्की भर्छ। पछि क्यूको कुरा गरौँ। क्यूले के भनेको छ? 1 घन्टा भनेर 60 मिनट हो नि त। एक ट्याङ्की भर्छ। अब 1 मिनटको निकाल्नलाई के गर्नु त? यहाँ 1/60 ट्याङ्की भर्छ। अर्को कुन पाइप छ? पाइप सीले। पाइप सीले 90 मिनटमा एक ट्याङ्की खाली गर्छ, भर्छ होइन, खाली गर्छ। एक ट्याङ्की खाली गर्छ। अब यसको पनि 1 मिनटको निकाल्नु पर्यो। पाइप सीले 1 मिनटमा त्यति भएपछि अब के गर्ने त ल भन्नु?
अब भर्नेलाई प्लस गर्ने, खाली गर्नेलाई माइनस। त्यसपछि लेख्नुहुन्छ पाइप पी प्लस क्यू माइनस सीले, पी प्लस क्यू माइनस सीले 1 मिनेटमा 1/45 प्लस 1/60 माइनस 1/90 ट्याङ्की भर्छन् भनेर लेखिन्छ। यति ट्याङ्की भर्छन् भनेर लेख्छु। अब एल्सियम लिने, यो तिनैवटाको एल्सियम 180 आउँछ पक्कै पनि। 180 एल्सियम आएपछि होला पनि 180, यसलाई 180 बनाउनु, 180 भागा 45 गर्नुहोस्, 4 दिन्छ, प्लस 0 0 काट्यो 6, त्यहाँ 3 दियो, माइनस 2, यति ट्याङ्की भर्छन् भन्ने पत्ता लाग्यो। यति ट्याङ्की भर्छन् भन्ने आएपछि कति भयो? 4 प्लस 3 ले 7 माइनस 2 ले 5/180 ट्याङ्की भर्छ। 5/180 ट्याङ्की भर्छन् होइन त। अब कति मिनटको कुरा गरेको छ यसले? 12 मिनटमा। 1 मिनटमा त्यति भनेपछि 12 मिनटमा 1 मिनटमा भरेको भागलाई 12 ले गुणन गर्ने, इन्टु 12 ट्याङ्की भर्छन् भन्ने। अब कति हुँदो रहेछ त्यो? 5 ले 36 पटक, 36 ले 12 लाई 3 पटक, 1/3 ट्याङ्की भर्छन्। यो त भरिने भाग आयो, 1/3 ट्याङ्की भर्छन्। 1/3 ट्याङ्की भर्छन् भन्ने आएपछि देयरफोर भरिने पानी इजिकल्स टु 10,800 लिटरको 1/3 भाग। 10,800 लिटर टोटल क्षमता मध्येमा 10,800 टोटल ट्याङ्कीको क्षमता मध्येमा कति भाग भरिने भयो त? 1/3 भाग। 10,800 को 1/3 भाग भनिन्छ। को भने गुणन गरिन्छ? 10,800 इन्टु 1/3, 3 ले कति पटक त? 36 पटक, 3600 लिटर भनेर एन्सर आयो। हो, यही एन्सर भयो। के कन्फ्युज छ र यसमा? यही पनि कन्फ्युज हुने कुरा छैन। भर्नेलाई प्लस गर्यो, खाली गर्नेलाई गरेको त्यति हो। यसमा के गर्नु? यो ऐजन चाहिँ दिन पाउनुहुन्न, फुलमा लेख्नुपर्छ, अघिल्लो सल्भ गरे जस्तै। यहाँ अघि नै सल्भ गरे जस्तै यो पुरै लेख्नुपर्छ, तर यहाँ चाहिँ हामीले ऐजन दिएर अलि चाँडो गरायौँ। त्यही कुरालाई फेरि किन बुझेकोलाई कतिचोटि लेख्नु भनेर हो। पाइप कि पी प्लस क्यू माइनस सीले 1 मिनटमा, यो माइनस सी किन गर्यो? खाली गर्ने भएर, यो प्लस भर्ने भएर। 1/45 प्लस 1/60 माइनस 1/90 ट्याङ्की भर्छन्। तिनैवटाको एल्सियम 180, यसलाई 180 बनाउनु, 7 प्लस 3 माइनस 2, 7 प्लस 3 ले 7 माइनस 2 ले 5/180, अनि 1 मिनटमा त्यति भरिने, 12 मिनटमा इन्टु 12 गरे 1/3 ट्याङ्की भर्छन् भन्ने पत्ता लाग्यो होइन। र 10,800 लिटरको 1/3 भने 3600 लिटर एन्सर भयो। ल, एउटा यस्तो त बेला मैले लेखिदिन्छु, 29B भनेर लेखौँ न है। 29B भनेर लेखौँ नम्बर गरेर। यहाँ यस्तो लेख्यो, पाइप ए र पाइप बीले कुनै ट्याङ्की क्रमशः 48 मिनेटमा र 80 मिनेटमा 48 मिनेटमा र 80 मिनेटमा भर्न सक्छन्। 48 मिनेटमा र 80 मिनेटमा भर्न सक्छन्। त्यस्तै यहाँ के भन्छ भन्छ 1/30 भन्छ, एकैछिन कति आउँछ? 120 एल्सियम, 120 बनाउन 4 माइनस। त्यस्तै पाइप सीले पुरा ट्याङ्की खाली गर्न 2 घण्टा लगाउँछ। पाइप सीले पुरा ट्याङ्की खाली गर्न 2 घण्टा लगाउँछ भने सबै पाइपलाई एकैसाथ 28 मिनटसम्म खोल्दा भने सबै पाइपलाई एकैसाथ 28 मिनटसम्म खोल्दा सबै पाइपलाई एकैसाथ 28 मिनटसम्म खोल्दा सबै पाइपलाई एकैसाथ 28 मिनटसम्म खोल्दा
32,000 लिटर क्षमताको सो ट्याङ्कीमा 32,000 लिटर क्षमताको 32,000 लिटर क्षमताको सो ट्याङ्कीमा 32,000 लिटर क्षमताको सो ट्याङ्कीमा जम्मा कति लिटर पानी भरिन्छ? जम्मा कति लिटर पानी भरिन्छ? ल यो प्रश्न चाहिँ तपाईँले गर्नुपर्ने भयो। के भन्छ प्रश्न पढौँ त एकपटक। पाइप ए ले 48 मिनटमा, बी ले 80 मिनटमा भर्न सक्छ। पाइप सी ले पुरै ट्याङ्की खाली गर्न 2 घण्टा लगाउँछ भने सबै पाइपले एकैसाथ 28 मिनटसम्म खोल्दा 32,000 लिटर क्षमताको सो ट्याङ्कीमा जम्मा कति लिटर पानी भरिन्छ? यसमा पनि गर्ने के हो, भर्नेलाई प्लस खाली गर्नेलाई माइनस। भर्ने जति प्लस खाली गर्ने जति माइनस है त। अर्को प्रश्नमा जाउँ। अब अर्को प्रश्न हेरौँ है कस्तो रहेछ। अगाडिको देखाउनुमा लास्टको एन्सर भन्नाले के हो त? अगाडिको यही हो। यो गर्न दिएको भएर अगाडिको देखाएँ मैले, देखाउनु भनेर देखाइहालेँ। ल अर्को प्रश्न हेरौँ है त के रहेछ। 30 नम्बर। एउटा ट्याङ्की पढौँ पहिला प्रश्न। एउटा ट्याङ्की पाइप ए र बीले क्रमशः 4 घण्टामा र 6 घण्टामा भर्न सक्छ। एलाई ट्याङ्की भर्न कति घण्टा लाग्छ भनेको छ? 4 घण्टा। र बीलाई कति घण्टा? 6 घण्टा। यदि यी दुई पाइपसँगै एउटा पानी फाल्ने पाइप सीलाई पनि खोलेमा सो ट्याङ्की 2 होल 6/7 घण्टामा भरिन्छ। यदि पाइप सीले प्रति घण्टा 3,540 लिटर पानी फ्याँक्न सक्छ भने सो ट्याङ्कीको जम्मा क्षमता कति रहेछ? जम्मा क्षमता भन्नाले कति लिटर पानी अटाउँछ भने आउँछ। जम्मा क्षमता जम्मा क्षमता जम्मा क्षमता भने के हो त? जम्मा क्षमता भने के बुझ्नु पर्यो? जम्मा क्षमता भने के हो त? ल भन्नुहोस् त। जम्मा क्षमता भने जम्मा कति लिटर पानी अटाउँछ भन्ने कुरा। जम्मा कति लिटर पानी अटाउँछ भनेर सोधे हो। जम्मा कति लिटर पानी अटाउँछ भनेर सोधे हो प्रश्न, हैन? ल यसलाई पनि हामीले के बुझ्छौँ? पाइप सीले पुरा ट्याङ्की खाली गर्न लाग्ने समय निकाल्छौँ। जस्तो एक्स घण्टा भनेर निकाल्यो भने त्यसलाई 3,540 ले गुणाउनु पर्छ। एकपटक खरिदारमा सोधेको छ यस्तो, ठ्याक्कै यस्तै प्रश्न सोधेको। एकपटक सोधिसकेको छ, फेरि पनि सोध्न त सक्छ। त्योपछि हामीले क्लासमा त गर्नु पर्यो नि। ल सल्भै गरौँ यसलाई पनि, सजिलो छ। यहाँ भनेर लेख्यो। पाइप ए ले के भनेको छ प्रश्नले? पाइप ए ले 4 घण्टामा एक ट्याङ्की भर्छ। कति घण्टामा? 4 घण्टामा एक ट्याङ्की भर्छ। 4 घण्टामा एक ट्याङ्की भर्छ। अब के गर्नुपर्छ? पाइप ए ले 1 घण्टामा 1/4 ट्याङ्की भर्छ भनेर निकाल्नु। कति ट्याङ्की भर्छ? 1/4 ट्याङ्की भर्छ। टोटल 4 भाग मध्येको 1/4 यति ट्याङ्की भर्छ। त्यसपछि केमा जानुपर्छ तपाईँ? पाइप बीमा। पाइप बीले 6 घण्टामा एक ट्याङ्की भर्छ। पाइप बीले 1 घण्टामा 1/6 ट्याङ्की भर्छ। यसपछि केमा? सीमा। पाइप सीले 1 घण्टामा एक ट्याङ्की खाली गर्छ, भर्छ होइन, एक ट्याङ्की खाली गर्छ भनेर निकाल्ने। एक ट्याङ्की खाली गर्छ, यसको 1 घण्टाको निकाल्ने। पाइप सीले 1 घण्टामा 1/x ट्याङ्की खाली गर्छ भनेर निकाल्ने। यो त भइगयो। अब तिनैवटालाई एकैसाथ खोल्ने भनेपछि हामीले के लेख्नुपर्छ? पाइप ए प्लस बी माइनस सी भनेर लेख्नुपर्छ। पाइप ए प्लस बी माइनस सीले 1 घण्टामा 1/4 1/4 प्लस 1/6 माइनस 1/4
एक्स ट्याङ्की भर्छन् भन्नुपर्छ होइन, त्यति ट्याङ्की भर्छन्। अब फेरि अर्कोपट्टि क्वेसनले के दिएको छ, तिनैवटा पाइपलाई एकैसाथ खोलेमा 2 होल 6/7 घन्टा। 2 होल 6/7 घन्टा भने के होला भन्नुहोस् त, के हो त ल भन्नुहोस् त। के हो भनेको त ल भन्नुहोस् त, के भन्न खोजेको भन्नुहोस् त। सर बुझेन भन्नुभएको छ, पक्रै म भनिहाल्छु। हो 20/7, यो 20/7 2 होल 6/7 भनेको 7 दुना 14 प्लस 6ले 20/7 घन्टामा भने हो। 20/7 घन्टा यहाँ लेख्नुहुन्छ, पाइप ए प्लस बी माइनस सीले, पाइप ए प्लस बी माइनस सीले 20/7 घन्टामा एक ट्याङ्की भर्छन्। कति घन्टामा? 20/7 घन्टामा एक ट्याङ्की भर्छन्। अब 1 घन्टाको निकाल्नुपर्छ यसको फेरि। एक ट्याङ्की भर्छन् भनेपछि के गर्नु पर्यो यहाँ, पाइप ए प्लस बी माइनस सीले 1 घन्टामा 1/20/7 भनेपछि यो 7 माथि जान्छ, 7/20 ट्याङ्की भर्छन् भने 7/20 ट्याङ्की भर्छन्। यहाँसम्म अघि न गरे जस्तै भयो। यहाँसम्म चाहिँ के हो त, ठ्याक्कै अघि न यहाँ योभन्दा अघिल्लो क्वेसन गर्यो नि, ठ्याक्कै यस्तै हो। यहाँसम्म एक्सको मान निकाल्नेसम्म चाहिँ ठ्याक्कै अघि गरे जस्तै भयो। अब के भन्नुपर्छ भने, यो भनेको पनि तिनैवटा पाइपलाई 1 घन्टासम्म खुल्ला गर्दा भरिने भाग, र यो भने पनि तिनैवटा पाइपलाई 1 घन्टासम्म खुल्ला गर्दा भयो। त्यो भयो भने दुईटा इक्वल गर्न पाउँछ। अब भनेर लेख्ने, यहाँ के भनेर लेख्ने त, अब भनेर लेख्ने। अब 1/4 1/4 प्लस 1/6 माइनस 1/x इज इक्वल्स टु 7/20 भयो। 7/20 त्यो 7/20 लाई अगाडि ल्याउने, 1/4 प्लस 1/6 माइनस 7/20 इज इक्वल्स टु 8/x भन्ने भयो। यो तिनैवटाको एलसिएम कति आउँछ होला, 4, 6 र 20 को लिएर त तिनैवटालाई 2 ले जान्छ, 2 दुना 2 त्यहाँ 2 10, अब 2 ले जान्छ दुईटालाई, 2 यताले 3 जस्ता चाहिँ 2 पर्छ, 5 यहाँ 15 दुना 30 दुना 60 भन्ने आएपछि एलसिएम 60 आयो होइन। एलसिएम कति आयो त, 60 आयो। एलसिएम 60 आएपछि हामीले के गर्नुपर्ने हुन्छ, त्यही एलसिएम 60 लिनुपर्ने हुन्छ। एलसिएम 60 लिने हो हामीले, यहाँ एलसिएम होल अपन 60 लिने, होल अपन 60 एलसिएम। यसलाई 60 बनाउनु कति चाहियो, 15, 15 चौको 60, 60 बनाउनु 10 चाहियो, माइनस 60 बनाउनु 3 चाहियो, 7 त्यहाँ 21 भयो, 1/x भयो। 15 प्लस 10 ले 25 माइनस 21 ले 15 प्लस 10 ले 25 माइनस 21 ले 4/60, 4/60, 4 एकाने 4, 4 ले 60 लाई 15 पटक 1/x, x इन्टु 1 ले x, यो क्रस गुणन भएर x इन्टु 1 ले x, 1 इन्टु 15 ले 15, देयरफोर x इज इक्वल टु 15 घन्टा। यो 15 घन्टा पत्ता लागेको के हो त, पाइप सीले पुरै ट्याङ्की खाली गर्न लाग्ने, पाइप सीले पुरै घन्टा, पाइप सीले के हो त पुरै घन्टा पुरै ट्याङ्की खाली गर्न लाग्ने समय भन्ने होइन। अनि के गर्ने त, अब के भनेर लेखिन्छ भने, अब त्यसपछि एक ट्याङ्की खाली गर्नलाई 15 घन्टा लाग्ने रहेछ। अब पाइप सीले प्रति घन्टामा त्यति लिटर पानी फ्याँक्छ। पाइप सीले भनेर लेख्ने, पाइप सीले 1 घन्टामा कति पानी फ्याँक्छ त, 1 घन्टामा 3540 लिटर पानी खाली गर्छ। 1 घन्टामा कति लिटर पानी खाली गर्छ, पाइप सीले 1 घन्टामा 3540 लिटर पानी खाली गर्छ। त्यति लिटर पानी खाली गर्छ भनेर लेखिन्छ, त्यति लिटर पानी खाली गर्छ। 1 घन्टामा त्यति खाली गर्छ भनेपछि अब कति घन्टामा पुरै खाली गर्न लाग्छ, 15 घन्टामा। पाइप सीले 15 घन्टामा 1 घन्टामा खाली गर्नेलाई 15 ले गुणन गर्छौं, इन्टु 15 लिटर पानी खाली गर्न सक्छ।
भने कति लिटर खाली गर्न सक्छ भन्ने निस्क्यो भन्नुहोस् त। त्यसो भए 15 इन्टु त्यो गुणन गर्दा इज इक्वल्स टु 15 इन्टु 3540 गर्नुहोस् त कति आयो। तर म आज न्यू हो, यो कुन लेभल नासु खरिदारको हो, यो सबै स्टेप लेख्नुपर्छ भन्ने। यो नासुको होइन कि खरिदारको सल्भिङ म्याथ पढिरहनु, त्यही भएर सबै लेख्नै पर्छ। यो आइक्यू होइन है, आइक्यू भनेर नसोचिन्छ कि हाम्रो आइक्यूमा त छोटो तरिकाले एन्सर निकाल्नु छ, सही हो। तर के चाहिँ हो त कुरा भने, कुरो के चाहिँ हो त यहाँ भन्नुहोस् त, कति आयो त गुणन गर्दा भन्नुहोस् त। 3540 इन्टु 15 53,100 -21 आएको बुझ्यौँ -21 आएको पनि बुझौँ ल। 53,100 53,100 लिटर पानी खाली गर्छ। त्यति लिटर पानी खाली गर्छ भन्यो। त्यति खाली गर्छ भनेपछि अब के भन्नु पर्यो त, देयरफोर सो ट्याङ्कीको जम्मा क्षमता, सो ट्याङ्कीको जम्मा क्षमता त्यति रहेछ। सो ट्याङ्कीको जम्मा क्षमता 53,100 लिटर रहेछ भनेर भनिन्छ। कति लिटर रहेछ अरे, 53,100 लिटर रहेछ भनेर लेखियो। एकपटक बुझ्नुहोस् है के भन्छ प्रश्नले, एकपटक हेर्नुहोस्। भर्नेलाई यो पाइप ए ले 1 घन्टामा भर्ने भाग, बी ले 1 घन्टामा भर्ने भाग, सी ले 1 घन्टामा खाली गर्ने भाग। ए प्लस बी माइनस सी ले 1 घन्टामा, ए को 1 घन्टा पनि जोडियो, बी को पनि जोडियो, सी को चाहिँ माइनस भयो। अनि यो यतिमी छोडियो। त्यसै गरी अर्कोपट्टि के भनेको छ, सबै पाइपलाई एकैसाथ खोल्दा 7 दुना 14 प्लस 6 ले 20/7 घन्टामा एक ट्याङ्की भरिन्छ। अनि 1 घन्टामा कति भयो त, यो 1/20/7 भई 7/20 ट्याङ्की भरिन्छ भन्ने भयो। अब यो भनेको पनि तिनैवटा पाइपले 1 घन्टा खोल्दाको केस र पनि 1 घन्टा इजी कस्ट गरियो। यो माइनस उता गरेर प्लस, यो अगाडि आएर माइनस, तिनैवटाको एलसिएम 60। यो 60 एलसिएम भएपछि यसलाई 60 बनाउन कति चाहियो, 15 चाहियो। त्यही भएर 15 ले गुणन। यसलाई 60 बनाउन 10 चाहियो, त्यही भएर 10 ले गुणन। माथिकोलाई 1 लाई पनि 10 ले गुणन। यसलाई 60 बनाउन 3 चाहियो, 20 त्यहाँ 60, त्यही भएर 7 लाई 3 ले गुणन गर्दा 21 भयो। 21 भयो कारण बुझ्नु, इन्टु 3 गरेपछि इन्टु 3 गर्नु पर्यो माथि पनि। तलकोलाई यो एलसिएमसँग बराबर बनाउन जतिले गुणन गरिन्छ, माथिकोलाई पनि त्यतिले नै गुणन गर्नुपर्ने हुन्छ। 60 बनाउन 15 ले गुणन, माथिको यसलाई 15 ले गुणन, 60 बनाउन 10 ले गुणन, 10 ले गुणन, 3 ले गुणन। 15 प्लस 10 ले 25 माइनस 21 ले 4/60, 4 एकाने 1/15, x इक्वल्स टु 15 घन्टा। पाइप सी ले 1 घन्टामा त्यति लिटर पानी खाली गर्न सक्थ्यो। प्रति घन्टा भने 1 घन्टा, प्रत्येक 1 घन्टामा। तर पुरै ट्याङ्की खाली गर्न लाग्ने समय त 15 घन्टा हो नि त। प्रत्येक 1 घन्टामा त्यति लिटर खाली गर्थ्यो भने 21 घन्टा के 15 घन्टासम्म सञ्चालन गर्दा टोटल जति लिटर पानी खाली हुन्छ त्यही नै ट्याङ्कीको क्षमता भयो है त। त्यही नै ट्याङ्कीको क्षमता भयो। 20/7 लाई 7/20 बनाएको बुझिएन भनेर भनिसक्नु। 20/7 लाई 7/20 भनेपछि यो 20/7 घन्टामा त्यो 1 घन्टामा निकाल्न 1 घन्टाको निकाल्न 1/20/7 हुन्छ नि त। 1/20/7 हुन्छ। यहाँबाट इजी कस्तो छ, 7 माथि जाने भयो, त्यही भएर माथि 7। 1 होल अपन 3/4 भने 4/3 हुन्छ नि त। म तपाईँलाई एउटा कुरा क्लियर गरौँ न, 1 होल अपन यहाँबाट छ, 3/4 लाई 4 माथि जान्छ 4/3 हुन्छ। यहाँ पनि 1 होल अपन इजी कस्ट, 1 होल अपन 7/20 थियो, 20/7 थियो। 1 होल अपन कति थियो, 20/7। 1 होल अपन 20/7, 7 माथि जान्छ, त्यही भएर 7/20 यसरी हुने हो कि। अझै बुझ्नु यसरी भयो है त, यसरी भएको भनेर बुझ्नुहुन्छ। ल यस्तो खालको गर्नुहुन्छ। एउटा लेखिदिउँ कि पर्दैन, एउटा लेखिदिउँ ल। 30B भनेर लेखौँ त। त्यसमा 30B पाइप पी र पाइप क्यूले, पाइप पी र पाइप क्यूले कुनै ट्याङ्की, पाइप पी र पाइप क्यूले कुनै ट्याङ्की क्रमशः 56 मिनेटमा र
42 मिनेटमा 56 मिनेटमा र 42 मिनेटमा भर्न सक्छन्। 56 मिनेटमा र 42 मिनेटमा भर्न सक्छन्। कति कति मिनेट भनेको 56 मिनेटमा र 42 मिनेटमा भर्न सक्छन्। एकैछिन है, 56 र 42 त दियो। अब यहाँ राख्दा कति राखौँ भने यहाँ राख्दाखेरि अनि राखौँ कति भने उनीहरूको एलसिएम 120 120 5 माइनस 2 5 माइनस 2 भएपछि 3/33 3/33 एकैछिन है, विचार गर्दैछु म। घटाउनु त घटाउनु पर्यो नि, घटाउनु पर्यो। 24 6 3 6 12 लाग्दा एकछिन 630। अब के हो, सक्छन् भर्न सक्छन्। त्यस्तै यी दुई पाइपसँगै अर्को एउटा खाली गर्ने पाइप खाली गर्ने पाइप आरलाई पनि खोलेमा पुरा ट्याङ्की भरिन 40 मिनेट लाग्छ। आरलाई पनि खोलेर बन्द गरेमा, खोलेमा मात्रै नभनौँ, खोलेर बन्द गरेमा पुरा ट्याङ्की भरिन 40 मिनेट लाग्छ। पनि खोलेर बन्द गरेमा पुरा ट्याङ्की भरिन 40 मिनेट लाग्छ। पुरा ट्याङ्की भरिन 40 मिनेट लाग्छ। यदि पाइप आरले प्रति मिनेट प्रति मिनेट कति लगायो, प्रति मिनेट 720 लिटर पानी रित्याउन सक्छ भने सो ट्याङ्कीमा जम्मा कति लिटर पानी अटाउँछ। सो ट्याङ्कीमा जम्मा कति लिटर पानी अटाउँछ अरे। ल यो प्रश्नलाई तपाईले ट्राई गर्नु होला, सकिन्छ नि। ल अब 27C भनेको अब गरौँ न। अघिदेखि 27C भन्नुभएको क्वेसनलाई लेखेरै गरौँ। 27C नम्बर क्वेसन। प्रश्न के दिएको छ, पाइप पी र क्यूले के लेखिएको छ, पाइप क्यूले कुनै ट्याङ्की क्रमशः 56 मिनेटमा र 42 मिनेटमा भर्न सक्छन्। त्यस्तै यी दुई पाइपसँगै अर्को एउटा खाली गर्ने पाइप आरलाई पनि खोलेर बन्द गरेमा पुरा ट्याङ्की भरिन 40 मिनेट लाग्छ। आरले प्रति मिनेट कति लिटर पानी रित्याउन सक्छ भने जम्मा कति लिटर पानी अटाउँछ। अर्को प्रश्न, नेक्स्ट क्वेसन। 27C भनेर भन्नेवालाई गर्नु। अब कुनलाई गरौँ, 27C भनेकोलाई गरौँ। के अरे त 27C भने नि हाम्रो यहाँ मैले तपाईलाई होमवर्क गर्न दिएको 27C भन्नेलाई गर्नु है। स्क्रिन सेयर गर्छु। 27C गरेको कति आयो भन्नु, क्वेसनै लेखेरै गरौँ न। क्वेसनै लेखेर गरौँ न। बोर्डमा लेखिराख्नु भएको छ, प्रश्न लेखिराख्नु भएको छ। पाइप पी र पाइप पीले कुनै ट्याङ्की क्रमशः 40 मिनेट 80 मिनेट भर्न सक्छ। पाइप पी र पाइप क्यूले के भनेको छ तपाईलाई, पाइप पी र पाइप क्यूले कुनै ट्याङ्की क्रमशः
क्रमशः कति कति भनेर यसो स्क्रिनमा हेर्नुहोस् त एकपल्ट क्रमशः 40 मिनेट र 80 मिनेटमा भर्न सक्छ क्रमशः 40 मिनेटमा र 80 मिनेटमा भर्न सक्छन् 40 मिनेटमा र 80 मिनेटमा भर्न सक्छन् अनि के भन्छ त्यसपछि पाइप आरले पुरै ट्याङ्की खाली गर्न 160 मिनेट लगाउँछ पाइप आरले पुरै ट्याङ्की खाली गर्न 160 मिनेट लगाउँछ कति मिनेट लगाउँछ भन्छ यसले 160 मिनेट लगाउँछ 160 मिनेट लगाउँछ अनि त्यसपछि भन्छ पाइप पी र क्यूलाई क्रमशः 10 मिनेट र 24 मिनेट खुवाएर बन्द गरियो पाइप पी र पाइप क्यूलाई क्रमशः के भनेको छ 10 मिनेट र 24 मिनेट 10 मिनेट र 24 मिनेट 10 मिनेट र 24 मिनेट खोलेर बन्द गरियो अनि यहाँ पूर्ण विराम दियो त्यसपछि के भन्छ प्रश्नले हेर्नु है एकपल्ट त्यसपछि पाइप आरलाई 32 मिनेट खोलेर बन्द गर्यो त्यसपछि पाइप आरलाई 32 मिनेट खोलेर बन्द गरियो 32 मिनेट खोलेर बन्द गरियो भने सो ट्याङ्कीमा कति भाग पानी भरिन्छ बन्द गरियो भने सो ट्याङ्कीमा कति भाग पानी भरिन्छ ल कसरी बनाउने विचार गर्नु है यसमा कसरी बनाउने भर्नेलाई प्लस खाली गर्नेलाई माइनस भन्ने रुल त हो नि जम्मा एन्सर निकाल्ने 7/20 पनि निकाल्नु भएको रहेछ हो कि होइन हेरौँ न अब तपाईँहरूले धेरैले सोध्या भएर मैले गर्न लागेको क्लासमा है पहिले यहाँ भनेर त लेखियो यहाँ के गर्नु पर्यो यहाँ अलिक छोटो गरिहालेँ है मैले चाँडो पाइप पीले कति मिनेटमा 40 मिनेटमा पाइप पीले 40 मिनेटमा एक ट्याङ्की भर्छ 40 मिनेटमा एक ट्याङ्की भर्छ 1 मिनेटको निकाल्नु पर्यो पीले 1 मिनेटमा 1/40 ट्याङ्की भर्छ कति मिनेटसम्म खोलेको यसलाई 10 मिनेटसम्म खोलेको पीले 10 मिनेटमा 1 मिनेटमा खोलेकोलाई इन्टु 10 गर्नु पर्यो यति ट्याङ्की भर्छ भने कति भयो 1/4 ट्याङ्की भर्छ 1/4 ट्याङ्की भर्छ अब के भयो त्यसपछि पी सकेपछि क्यूमा जाने पाइप क्यूले के भनेको छ हेर्नुहोस् त एकपटक पाइप क्यूले 80 मिनेटमा पाइप क्यूले 80 मिनेटमा एक ट्याङ्की भर्छ पाइप क्यूले 80 मिनेटमा एक ट्याङ्की भर्छ अब कति मिनेटको कुरा छ हेर्नुहोस् है त्यहाँ प्रश्नमा हेर्नुहोस् त एकपल्ट कति मिनेटको कुरा छ पाइप क्यूले पहिला 1 मिनेटको निकाल्नु पर्यो 1/80 यसलाई कति मिनेटसम्म खुल्ला गरेको अरे 24 मिनेट पाइप क्यूले 24 मिनेटमा 1/80 इन्टु 24 ट्याङ्की भर्छ भनेको अब 8ले कट्छलाई नि यसलाई 8ले 8 यहाँ 24 8 3/10 ट्याङ्की भर्छ कति ट्याङ्की भर्छ 3/10 ट्याङ्की भर्छ यति गरेपछि सीको पालो आयो सीको पनि यस्तै गर्ने त हो नि छुट्टै भनेपछि त यही त गर्ने पाइप सी होइन पाइप आरले कति मिनेटमा 160 मिनेटमा एक ट्याङ्की पाइप आरले 160 मिनेटमा एक ट्याङ्की खाली गर्छ कति ट्याङ्की खाली गर्छ एक ट्याङ्की खाली गर्छ 1 मिनेटको निकाल्नु पर्यो 1 मिनेट निकाल्न के गर्ने अब पाइप आरले 1 मिनेटमा 1/160 ट्याङ्की खाली गर्छ 1/160
अब कति मिनेटसम्म खुल्ला गरेको यसलाई पनि 32 मिनेटमा पाइप आरले 32 मिनेटमा 1 मिनेटको जति हो इन्टु इन्टु 32 ट्याङ्की खाली गर्छ भन्ने आयो। यसलाई 16ले काट्छ, 16 दुना 16 पन्ध्र 2/5 ट्याङ्की खाली गर्छ। 2/5 ट्याङ्की खाली गर्छ। अब भरिने भाग इजिकल्स टु गर्नुपर्ने त्यति त हो नि। अब भरिने भाग इजिकल्स टु त्यो दुईटा भर्नेलाई प्लस 1/4 भाग र 3/10 भाग प्लस भए माइनस 2/5 माइनस भयो, किनभने खाली गर्यो। एन्सरै त्यही भइगयो। अब यो तिनैवटा क्याल्सियम 20 हुन्छ। 20 यसलाई 20 बनाउन 5 चाहियो, प्लस 20 बनाउन 2 चाहियो। 3 दुना 6 माइनस 20 बनाउन 4 चाहियो 8। 6 प्लस 5 ले 11 प्लस 11 माइनस 8 ले 3/20। एन्सरै यही भयो त। यति गर्नु भने आगे किन कन्फ्युजन गर्नु तपाईँ? तर आरको 1/5 होइन र भन्नु। कहाँबाट 1/5? 16 दुना 16 पन्चे। ए 16 त 1/5 रहेछ कहाँ? 1/5 है त्यहाँ 2/5 कहाँबाट? यो 1/5 रहेछ है, ख्याल गर्नुहोस्। 1/5 रहेछ। 32 एकाने 32 32 पन्चे 1/5 रहेछ आरको। 1/5 अनि 1/5 घट्यो। यिनीहरूको एल्सियम 20 भनिहाल्यो। 5 को 20 यसलाई 20 बनाउन 5 चाहियो, अनि 2 चाहियो, 3 दुना 6 5 4 चाहियो। 6 प्लस 4 ले 6 प्लस 5 7/20 चाहिँ आयो, 3/20 होइन 7/20। 7/20 यही नै एन्सर भयो। टोटल 20 भाग मध्येको 7 भाग भरिने भयो। अब लिटरमै सोधेको छ भने यति लिटर क्षमताको थियो भने कति लिटर पानी भरिएछ भनेको थियो नि, यसलाई के गर्ने त्यतिले गुणन गर्ने। अब यसैमा त्यसरी पनि त थप्छ नि। ट्याङ्कीको जम्मा क्षमता यति छ भने पाइप पीलाई 10 मिनट, क्यूलाई 24 मिनटसम्म खोलेर बन्द गरेपछि त्यसलाई यति मिनट खोल्दाखेरि कति लिटर पानी भरिएछ भने नि यतिसम्म जानु पर्थ्यो, अनि जति लिटर क्षमता दिएको छ त्यतिलाई गुणन गर्नुपर्छ। जस्तो 2 को ठाउँमा 6 भयो सर एल्सियममा भन्नाले के हो? 2 को ठाउँमा 6, 2 को ठाउँमा 6 भएको होइन। फेरि कन्फ्युज किन हुनुहुन्छ तपाईँ? यसलाई 20 बनाउन 2 ले गुणन, माथिको 3 लाई पनि 2 ले गुणन गरेर 6 भएको 6 नै हुनुपर्छ। कहाँ 2 को ठाउँमा 6 भयो भन्नुहुन्छ यहाँ। यसलाई 20 बनाउन 5 ले गुणन, 1 इन्टु 5 ले 5 भयो। यसलाई 20 बनाउन 2 ले गुणन, अब माथिको 3 लाई पनि 2 ले गुणन गर्दा 3 दुना 6 माइनस यसलाई 20 बनाउन 4 ले गुणन माइनस 4 7/20 त्यति नै हो है त। ल अब ठिक भयो, बल्ल जानियो भन्नु होला, ठिक छ है त। अब हेर्नुहोस् त ऐकिक नियमको टपिकहरू मेरो मिलेछ भन्नु रहेछ। हो त मिल्यो, हो त्यही त हो गर्नुपर्ने कुरा त्यही हो। ल यो टपिक हामीले बिट मार्यौँ। अब हामीले ऐकिक नियम, वितरण सम्बन्धी, राशन सम्बन्धी, ठेकेदार सम्बन्धी, समय र कार्य, पाइप र ट्याङ्की, सबभन्दा बढी टाइम चाहिँ समय र कार्य पढ्नलाई लाग्यो होइन। ल अब यो टपिक बिट मार्यौँ। अब हामी नयाँ टपिक सुरु गर्छौँ है त। अब नयाँ टपिक सुरु गरौँ हामी। र अब हामीले सुरु गर्न लागेको टपिक नाफा र नोक्सान है। अब सुरु गर्न लागेको टपिक नाफा र नोक्सान। 1 मिनट है पर्छ। नाफा नोक्सान टपिक कहाँ रहेछ खोज्नु हो। प्रकाश सर त्यो टपिक कहाँ छ? कहाँ छ? तिन मिनिमाइज गरेर राख्नु भएको छ? के गर्दा मिनिमाइज गर्नुभएको छ? अहिले सक्यो। क्लास स्टार्ट भएको भर्खर एउटा टपिक सक्यो है। दिन त धेरै भयो किन लामो टपिक थियो, एउटा टपिक सक्यो, अझै 7वटा टपिक पढ्नु पाइन्छ। के हो? अनि खाली ठाउँ पनि चाहिन्छ। खाली ठाउँ दुई तिनवटा स्लाइड हेर्न आएको सुरुमा बेसिक कुराहरू भन्नलाई। सुरुको नाफा नोक्सान भने नि मेरो दिनुहोस् त्यो मेरो दिनुहोस्, त्यहाँ 2-3 स्लाइड मेरो त्यसलाई माथि लाग्नु पर्यो छोटो बेसी ठिकै छ नि हतार यत्रो साइजमा देख्छ देख्नु रहेछ। अहिले चाहिँ एउटा सानो त्यो भिन्न आयो कि सानो भइहाल्छ क्या। भिन्न आउने थियो त्यो अरू पनि सानो भइदियो।
अँ, अँ, होइन यो बेसिक कुरा नलिउँ, बेसिक नलिकन क्वेसन मात्रै गर्नु थालेपछि नि त अब होइन बेसिक कुरा अब 10 मिनट हेर्न सकिन्छ। दोस्रो क्वेसनतिर पुगेपछि अर्थात् तेस्रो क्वेसनतिर कुन क्वेसनमा बेसी गर्दा ठिक हुँदैछ त्यो हेर्नु अब तिमीलाई इम्प्याक्ट गर्ने क्वेसन। यदि सामान्य नै गरेर बस्यो यो सानो क्वेसन यो केसँग पुग्छ नि त अरू अरू सर जान्छन् टपिकहरू यो टपिक मात्रै एउटा उठाएँ एउटा ल अब हामीले पढ्न लागेको टपिक नाफा र नोक्सान है नाफा र नोक्सान ए प्रकाश सर त्यसलाई तपाईँले उ गर्नु पर्दैन अर्को रेकर्डमा राख्नु पर्दैन कि यसैमा कन्टिन्यू यसैमा कन्टिन्यू हो त्यो ब्रेक गर्नु पर्दैन अर्को टपिक हुने नयाँ टपिक डे वान डे टू डे थ्री कसरी पठाउनु गर्नु